हेलो गाइज वेलकम ब्याक टु माई च्यानल आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला यताबाट म पनि सन्चै आरामै छु होइन त्यही हो आज चाहिँ बिहान बिहानै उठेको है अनि बिहान बिहानै उठेर यसो है बिहान बिहानै उठेको अनि कसमले आज चाहिँ बिहान बिहानै घाम लागेको छ कसम बिहान बिहानै घाम लागेको छ क्या गर्मी हुन्छ होला अब फेरि अनि फेरि त्यही मेरो ब्लग हुन्छ जस्तै हुन्छ होला त्यही हो मैले त्यहीबाट बिहानै आज भ्लग स्टार्ट गरेको क्या कसम हिजो यो फ्रन्ट क्यामेरा यसरी भ्लग बनाऊँ भनेको त पानी होइन घटाट हालिदिएको अनि यहाँ त्यो फ्रन्ट क्यामेरा चाहिँ यहाँ चाहिँ यस्तो हालिदिएको होइन कसम अहिले पनि त अलिअलि त्यो कस्तो कस्तो देखिरहेको छ कि त्यहाँदेखि एक्सर्साइज गर्नु होइन अनि अनि चाहिँ पोर्चुगल र त्यो योगिस्तानको भनेको रेगिस्तान हो कि कुन चाहिँको भनेर म्यासेज सुतेको कसम हिजो पोर्चुगलले त पागल जग्गा यार कसम अनि के गरेको यार कसम 5 गोल चाहिँ खाइदियो यार त्यही हो त्यही भएर जान्छु म चाहिँ अनि आज साँच्ची के भन्नु मेक्सिकन बर्थडे रहेछ होइन ह्याप्पी बर्थडे मलाई त मन पर्दैन ह्याप्पी बर्थडे त्यही हो गाइस अब म चाहिँ होइन त्यही हो गाइस अब म चाहिँ तल जानुपर्ने हुन्छ होइन तल जानुपर्ने हुन्छ है दिउँसो तन्काएर दिखाइदिनु तल अनि त्यसपछि के हुन्छ अनि तल गएर खानासाना होइन म त खानासाना पकाएर कसम वाल घाम छ कसम घाम पनि वाल छ यहाँ कुखुरा छ कि कुखुरा छ कुकुरलाई चाहिन्छ कन्ट्याक्ट गर्नु मलाई कसम नेवारी कस्तो जुन बाइस पहिला भन्दा अहिले अस्ति दुख्छ पहिला दुख्थ्यो अहिले त्यो भन्दा पहिला दुख्थ्यो त्यो भन्थ्यो कसम त दुख्छ कि त्यही हो तल जान्छु तल गएर खानासाना पकाएर चार्ज पनि छैन म्यासेज सुतेको नि त फोन चार्ज छैन अनि त्यही माथि अब एयरपोर्टमा कनेक्ट अनि ल मलाई बस्नु पानी हाल्दै गर्दा त्यही गाइज अब म चाहिँ होइन फाइनली मेरो काम साम सबै सकेर होइन अब खानासाना पकाएर एकछिन अब खानासाना पकाएर एकछिन रेस्ट गरेको होइन अनि खानासाना सकेर अब अहिले अब कति बज्यो भने 11 बजेछ होइन 11 बजेछ अनि त्यही हो गाइज 11 बज्यो अब भिडियो एडिटहरू गर्दै थिएँ नि त अब सिक्दैछु होइन सकेसम्म एडिट गर्न सिक्दैछु अनि आया त्यही हो गाइस अनि तपाईँहरूलाई एउटा कुरा भन्नु अब कि अब हिजो गर्मी त बढै थियो आज पनि गाइस यसो अघि के किचनमा एकछिन त्यो के भन्छ कसम त्यो अघि पनि किचनमा एकछिन युट्युब खोलेर गीत बजाऊँ भनेको है गीत बजाऊँ भनेको कसम के गाइस के अरे कहिले मोबाइल हिट बिहानदेखि आज के भएको कसम म त मोबाइलै फालिदिन्छु जसले कसम घरि मोबाइल हिट भएर मोबाइलै स्विच अफ भइदिने है अनि यतापट्टि आन्टी बिमारी हुनुहुन्छ नि दाजु होइन आन्टी बिमारी हुनुहुन्छ है आन्टीको समथिङ यस्तै पोखो दुख्यो अरे होइन अनि ईश्वर देवी यानि कि यहाँको आन्टीको छोरी र आन्टी चाहिँ हस्पिटल जानुपर्छ यहीँ माथि के अरे सिभिल हस्पिटलको होइन त्यही हो हस्पिटल जानुभएको छ अनि कतिखेर आउनु छ अब खाना पनि खाएको छैनन् उहाँहरूले खाना पनि खानु पर्दैन
मैले खाएको छैन। अब यहाँ खाना खानुभएको भनेको त्यही एउटा अङ्कलले हो, आन्टीको हस्बेन्डले खाना खाएर उहाँ चाहिँ आफ्नो जब जानु भइसक्यो। अनि खानासाना खाएर उहाँ चाहिँ जब जानु भइसक्यो। अनि त्यही हो। अनि बिहानदेखि नै गर्मी छ क्या, ओभर गर्मी छ भने अब कतै कसम मैले हिजो अगाडि गएर क्यामेरा यसरी बनाएको भए कसम मैले राम्रोसँग बनाउँथेँ होला। कसम गाइज मेरो फेस पनि हेर्नु न, कसम गर्मीले यस्तो अलि रातो रातो भएछ। अनि त्यही हो गाइज, मैले अब भिडियो बनाउनु त सिक्दैछु कि अलिक राम्ररी। अनि आज सकेसम्म राम्रै बनाऊँ भनेको हो, तर गर्मी छ क्या, गर्मीले अब मोबाइलले सपोर्टै गर्दैन। राम्रो बनाउनु त मन छ, के गर्नु। आजलाई यति नै भन्दै म बिदा लिन्छु होइन। के कस्तो छ अब भोलिको भ्लग, भोलि बनाउँछु नयाँ भ्लग साथ आउँछु। आजलाई चाहिँ यति नै भन्दै म बिदा लिन्छु। अनि जाँदै त्यही हो, सकेसम्म सबैले अब मलाई सपोर्ट गरिदिनु भन्न चाहन्छु। अब नयाँ फलोवर्स, नयाँ सब्सक्राइब गरिदिनु, अब नयाँ हुन्छ होइन। त्यही हो। कसम मेरो हात, कसम हिजो यो दुखेको छ कि गाइज, कसम हात दुखेको छ, दुखेर नि के भन्नु। त्यही हो। अब आजलाई यति नै भन्दै म बिदा लिन्छु हजुरहरूसँग। हस्त जय नेपाल, राम्रोसँग बस्नु होला है। अब यस्तै खालको भिडियोहरू म लिएरै रहन्छु है, के हुन्छ है। अब भिडियो यसरी एडिट गरेर आज बेलुकातिर हाल्छु होला, अहिले बेलुकातिर हाल्छु होला। कस्तो लाग्यो हजुरलाई, त्यसले जस्तो लाग्यो त्यसले गर्छु। थ्याङ्क यू ल, आजलाई यति नै भन्दै बाई बाई, हस्त।